मेरो नाम तुषार अधिकारी र मेरो कविताको शीर्षक रहेको छ अधिकारवादीका अधिकार। फेरि थर पनि अधिकारी नै। मानव अधिकारको कुरा, मानव अधिकारको कुरा तर कसको अधिकार? मानव अधिकारको कुरा तर कसको अधिकार? कस्ता सस्ता दुई जिब्रे बोली बाँदरको हातमा डाँडो बुन्यौ जस्ता। अधिकार त केवल समुदाय विशेषको, अधिकार त केवल समुदाय विशेषको। के केवल अधिकार हत्याराको मात्र हुने हो? के केवल अधिकार हत्याराको मात्र हुने हो? गल्ती के थियो र? गल्ती के थियो र विपिन जोशीको? गल्ती के थियो र विपिन जोशीको? उसँगै मारिने अन्य 10 जना नेपाली विद्यार्थीको। तर भनौँदा मानव अधिकारवादीहरूले हमासलाई आतंककारीबाट वीर योद्धा बनाए। विपिन जोशीका विषयमा बोल्नुभन्दा हमासलाई वीर योद्धा बनाउन सही सुल्झाए। त्यही अधिकार कहाँ हराउँछ? त्यही अधिकार कहाँ हराउँछ जब पहलगाममा त्यही अधिकार कहाँ हराउँछ जब पहलगाममा सुदीप न्यौपाने मारिन्छन्? त्यही अधिकार कहाँ हराउँछ जब बङ्गलादेशमा दिपु चन्द्र दास, प्रणव कुमारकर, जगदीश चन्द्र राय जिउँदै जलाइन्छ? प्रश्न उठ्छ तीखा र स्पष्ट, किन मानवाधिकारवादीहरू मौन हुन्छन्? तर आतंककारी माथि हमला हुँदा किन मानवाधिकारवादीहरू वीर योद्धा भन्न जुर्मुराउँछन्? अन्तिममा प्रश्न यो हो, हिन्दू के मानव होइन? अन्तिममा प्रश्न यो हो, हिन्दू के मानव होइन? के हिन्दूको नरसंहारमा आवाज उठाउनु पर्दैन? मानव अधिकारका मसीहा भन्नेहरू यो प्रश्नको उत्तर मलाई देऊ। मानव अधिकारका मसीहा भन्नेहरू यो प्रश्नको उत्तर मलाई देऊ। तिमीहरू मौन रहेर अधिकार बाँच्दैन, हिन्दू मर्नु अधिकारको जगेर्ना हुँदैन। हस्त, धन्यवाद।